नमस्ते सोफिया फुल्ला सबैजनालाई। आज चाहिँ म लोसार विशेष मिनी ब्लग बनाउन गइरहेको छु। थोरै समय निकालेर हेरिदिनु होला। म चाहिँ बहिनीलाई लिन गएको, तर मेरो बहिनी लजाएर क्यामेरामा आउने माने होइन, यसरी हुन्छ। मेरो बहिनी चाहिँ चिन्टे जसरी हिँड्ने है, चिन्टे। कलेज जान कलेज बङ्क गरेर आएको हो यो। लजाउँछ मेरो बहिनी चाहिँ यहाँनिर। हेर्नु होला, म चाहिँ अब रेडी हुनतर्फ लागेँ साथीहरू। यो चाहिँ मेरो रेडी भइसकेको आउटफिट हो। म चाहिँ कम्प्लिटली रेडी भइसकेँ। यति रेडी भइसकेपछि हामी हिँड्यौँ प्रोग्रामतिर। हामी प्रोग्राममा पनि पुग्यौँ। त्यहाँ चाहिँ टिकटको सिस्टम रहेछ। हामीले चाहिँ टिकट लियौँ र भित्र छिर्यौँ। यहाँ चाहिँ तामाङ समाज माल्टाले एकदम राम्रो व्यवस्था गर्नुभएको रहेछ। मलाई चाहिँ धेरै राम्रो लाग्यो। र भित्र गइसकेपछि मैले दिदीलाई भेटेँ, दिदीसँग कुरा गरेँ। धेरै पछि भेटेको भएर धेरै रमाइलो लाग्यो। अर्को दिदीलाई पनि भेटेँ, सबैजना भेट्यौँ। खुसी लाग्यो, रमाइलो साट्यौँ, खुसी भयौँ र सबैजना मिलेर हामी खुसी मनाउनतिर लाग्यौँ साथीहरू। हेर्नु होला, हाम्रो चाहिँ यसरी मनाउँदैछौँ लोसार। यहाँ चाहिँ स्थानीय कलाकार लगायतका सम्पूर्ण कलाकारहरू आउनुभएको थियो, अतिथिहरू आउनुभएको रहेछ। उहाँहरूले चाहिँ एकदम राम्रो प्रस्तुति दिइरहनु भएको छ। सबैजना मिलेर रमाइलो गरिरहनु भएको छ। हेर्नु होला, यति धेरै भिडमा यति सबैजना आफ्नो ग्रुपमा चाहिँ रमाइलो गरिरहनु भएको छ। हेरिदिनु होला साथीहरू, माइन्ड नगरी हेरिदिनु होला। कुनै भिडियो चाहिँ मेरो तेर्सो छ भने कुनै भिडियो चाहिँ सानो भनेर आएको छ, किनभने यो भिडियो गर्दा गर्दै कहिले कुन एङ्गलबाट कहिले कुन एङ्गलबाट भएको भएर चाहिँ यसो मिलाएर हेरिदिनु होला सबैजनाले। नाच्दैछौँ, खुसी गर्दैछौँ, यति धेरै रमाइलो गर्दैछौँ हामी चाहिँ। हेर्नु होला, सबजना कति रमाइलो, कति राम्री, कति राम्रो भएर आउनुभएको छ सबैजना लोसार प्रोग्रामको लागि चाहिँ। यति धेरै खुसी भएर चाहिँ आउनुभएको छ। हेर्नु होला सबैजनालाई। अब यसो लाएर त अब गीत बजेपछि त आफूले पनि त गाउनै पर्यो होइन र। उनीहरूलाई हामी चाहिँ आफ्नै सुरमा गीत गाउँदै, जुन ट्र्याकमा बजेको छ त्यही गीत गाउँदै, नाच्दै, रमाउँदै छौँ साथीहरू। हेर्नु न साथीहरू, यति धेरै रमाइलो भइरहेछ कि यति धेरै रमाइलो, नसोचेको भन्दा पनि रमाइलो भयो। मलाई चाहिँ रमाइलो लाग्यो। सबैजना कति धेरै खुसी, कति धेरै रमाइरहनु भएको छ। सबैजना नाचिराख्नु भएको छ, गाइराख्नु भएको छ। यति रमाइलो भयो कि नसोचेको रमाइलो गऱ्यो। म त यहाँनिर फर्स्ट टाइम गएको भएर मलाई चाहिँ धेरै रमाइलो लाग्यो। सबैजनालाई भेटेँ, सबैजना रमाइलो गर्नुभएको भएर सबैजनालाई भेट्यौँ, रमाइलो भयो, रमाइलो गऱ्यौँ, यताउता गऱ्यौँ, धेरै रमाइलो भयो साथीहरू। धेरै रमाइलो गऱ्यौँ हामीले चाहिँ। हजुरहरूलाई कस्तो भयो? यत्तिको लोसारमा साथीसँगी भेटेपछि त यतिको रमाइलो त गर्नै पर्छ। हजुरहरूले पनि गर्नुभयो होला। मैले पनि धेरै रमाइलो गरेँ। मेरो दिदीहरूले पनि धेरै इन्जोय गर्नुभयो। सबैजना यसो हेर्दा त सबैजना इन्जोय गरिराख्नु भएको छ। साथीसँगी भेटेपछि यतिको गीत गाउँदै रमाइलो त हुने नै भयो। हामी चाहिँ रमाइलो गर्दै बस्यौँ एकछिन। हेर्नु ल, हामी चाहिँ यत्तिको रमाइलो गर्दैछौँ साथीहरू मिलेर। यत्तिको चाहिँ हुनुपर्छ है, सबैजना मिलेर चाहिँ यत्तिको रमाइलो चाहिँ गर्नुपर्छ है। सबैजनाले आफ्नो ठाउँबाट चाहिँ रमाइलो गर्नुपर्छ। साथीसँगी भेटेपछि त यत्तिको रमाइलो गर्नुपर्छ साथीहरू। हामी चाहिँ नाच्दा दिदीहरूलाई चाहिँ भोक लाग्यो भनेर
हामी खानातर्फ लाग्यौँ। त्यहाँनिर चाहिँ तामाङ समाज माल्टाले नै खाजाको लागि व्यवस्था गर्नुभएको रहेछ र त्यही हामीले चाहिँ मोमो लियौँ। सबैजनाले एक एउटा मोमो लिएर चाहिँ हामी खानातर्फ लाग्यौँ। खाएर चाहिँ हामी बाहिरतिर एकछिन फ्रेस हुनको लागि जाने कि भन्ने कुरा भयो र हामी बाहिरतिर लाग्यौँ साथीहरू। हामी चाहिँ बाहिर गइसकेपछि थोरै पानीहरू अनि चिप्सहरू के खाऊँ न त भनेर लाग्यौँ त्यहाँनिर नजिकैको कन्भिनियन्स सपमा साथीहरू। र हामीले लिग्यौँ थोरै खानेकुराहरू लिएर हामी त्यहाँबाट बाहिर निस्क्यौँ र खाना थाल्यौँ। खानको लागि हामीले चाहिँ हेर्नु होला, हामीले चाहिँ यसरी खायौँ, के खायौँ त हेर्नु होला। फेरि खाइसकेपछि त भित्र रमाइलो गर्न जानै पर्यो। हामी भित्र गयौँ। फेरि त्यहाँनिर चाहिँ एकदम राम्रो गीत बजेर सबैजना प्रस्तुति दिइरहनु भएको रहेछ दिदीहरूले चाहिँ। सबजना आफ्नो ठाउँबाट रमाइरहनु भएको रहेछ, धेरै खुसी भइरहनु भएको रहेछ, नाचिरहनु भएको रहेछ। हामी पनि त्यही बसेर नाच्न थाल्यौँ, खुसी हुन थाल्यौँ, खुसी बाँड्यौँ, नाच्यौँ हेर्नु होला। यसरी अब साइडमा दिदी र म पनि नाच्दै थियौँ, नाच्दै रमाइलो गऱ्यौँ साथीहरू। यतिकैमा नाच्दै अब समय कति भयो पनि थाहा नै भएन, तर टाइम त सकिन थालेछ र हामी बाहिर निस्क्यौँ, फोटोहरू खिच्यौँ, रमाइलो गऱ्यौँ, फोटो भिडियोहरू बनायौँ र हामी आफ्नो घरतर्फ लाग्यौँ। हजुरहरूलाई कस्तो लाग्यो, प्रोग्राम कस्तो भयो हजुरहरूलाई? आजको मेरो मिनी ब्लग चाहिँ यति नै। बाई बाई, थ्याङ्क्स फर वाचिङ माई मिनी ब्लग।